हेलो हेलो साथीहरू, यहाँ हेर्नु है, आज सबै यो मेरो साथीहरू होइन, सबै यो बेरोजगारी सङ्घको अध्यक्षहरू सबै परदेशमा भएर पनि यो कुवेतमा हेरौँ न, हालत यस्तो छ, कामसाम छैन। जस्तै अब होइन, खाली सुत्यो खायो, 75 के लियो सेलरी, 2-3 महिनामा जम्मा गर्दा 1 लाख जति हुन्छ। खायो अगायो सुँगुर पल्टायो टुँडियो साथीहरू होइन, यस्तै छ। अब हाम्रो कोठा यस्तै छ होइन, सबै लत्थालिङ्ग कपडाहरू झुन्डेको छ, म्यानेज गर्न जानेको छैन होइन। यस्तै हुँदो रहेछ परदेशी जिन्दगी भनेको। यता बाथरुम छ, अब यता बाहिर जाने होइन। जोस् काइला अनि के छ त एक्सपिरियन्स विदेश आएर? अब विदेश फेरि आमाउ लागिरहेछ भनेपछि मन टलाउँदैछ, खुसी नै रहेछौ नि तिमी होइन? ल ठिक छ। पाण्डे दाइ के छ अनि तपाईँको यसो अनुभव सेयर गर्नु त, हाम्रो अब विदेश आउनु आँटेको साथीहरूलाई के भन्न चाहनुहुन्छ? विदेश राम्रै छ, ठिकै छ। सुती होइन, पैसा पाकिरहेछ, पैसा आउँछ, रुखमा फल्छ। यता बलबहादुर दाइ तपाईँको अनि अब यसो होइन अनुभवहरू सेयर गरिदिनु होला विदेश आएर। अब तपाईँलाई दुःख छ कि सुख छ होइन, कस्तो छ? चाइना होला मलाई त एकदम एस मिले। अनि तपाईँ कहिले घर जान चाहनुहुन्छ त? 10 वर्षपछि जादिन होला म जाथा। अनि यस्तो होइन, यस्तो आनन्दको ड्युटी छ, कम्पनीले अब 75 केटीभित्र खाएर बस्नु दिएको छ होइन। अब के छ त अनि सेलरी 28 तारिकतिरै आउँछ नि होइन? 28 मै आउँछ सेलरी, महिना पुग्नुभन्दा अगाडि 28 मै। 30 मा महिना मर्छ, 28 मा सेलरी आउँछ। जादिन होला म। हो भनेपछि सजिलो छ होइन, काम पनि सुती हो दिनभरि नै सुत्यो। यो फोन हुँदैन भने त यो बरु बुढी बिर्सिन तयार छ कि, यहाँ फोन चाहिँ बिर्सिँदैन कि। यहाँ हेरौँ न, फोन बिना त बाँच्नै सक्दैन। पैसा दिएन भने हुन्छ बरु मलाई भन्छ फोन चाहिँ चाहियो अरे हालातो। साथीहरू यता इन्जिनियरिङ ठाउँ हुनुहुन्छ, कस्तो अवस्थामा यता पाइलट साथीहरू हामी चाहिँ यता चाहिँ अब काम पनि सजिलै छ, के अरे मन्त्री क्लिनर हो काम पनि। अब अनि दाइ तपाईँ स्कुल पढ्दा त डाक्टर बन्छु भन्नुहुन्थ्यो त? चाहिँ क्लिनरतिर हालेको छ। ए डाक्टर 4-5वटा डिपार्ट छ होइन साथीहरू। अनि हाम्रो चाहिँ हामीसँग चाहिँ 4-5वटा एक्सपिरियन्स छ क्या। तर यस्तो अब एक्सपिरियन्सहरू फोनको डाक्टर बन्नुभएछ होइन? कुनैको प्रमाणपत्र लाइसेन्स चाहिँ छैन हामीलाई, काम गर्न नआउने चाहिँ कुनै होइन होइन साथीहरू। पाण्डे दाइ पनि अब यस्तै चलिरहेको छ। अनि तपाईँ त के हो यार, कम्पनीले अब सेलरी पनि पाइलट बन्छु भन्नुहुन्थ्यो अनि 1 महिना 28 दिनमा जागिर यस्तै हो? त्यस्तै छ, त्यो पनि 75 केटी खानै ठिक हुन्छ, खाना आफ्नो बस्नु कम्पनीको छ साथीहरू। स्कुल पढ्दा त पाइलट बन्छु भन्ने मान्छे यही हो क्या, यही हो। राम्रोसँग अहिले खुट्टा फुर्कुटी लगाएर होइन पाइलट आउनु होला होइन। हाम्रो साथीहरू चाहिँ एकले अर्कालाई यता चाहिँ इन्जिनियर बन्छु भन्दै अर्का बुढी जिस्काउँदै बस्छ। अनि अब साथीहरू चाहिँ यस्तो क्या, फेरि ढुक्कै फोन खेलाउनुहुन्छ होइन। हामी यसो फेरि सेलरी कति छ थाहा छ? एकले अर्कालाई 75 लाख। अब त्यो 75 लाख भित्र खाँदा त्यस्तै होइन 18-20 लाख बचाउँछ होला महिनामा। भोजनहरू पनि खाने गर्छ। अब घर भाडा उसको होला 20-25 लाख त। सबै साथीहरू अब त्यस्तै छ कमाइ। एकदमै गर्मी छ होइन, तपाईँहरूले सुनिहाल्नुभयो अब यो कुवेतको हालत हो होइन, अरू त त्यस्तै। टक्क सबैजना फोन खेलाएर ल त साथीहरू सबैजनाले बाई बाई गरिदिनु त उहाँहरूलाई पनि। यो मेरो फोनमा मेरो भिडियोमा बाई बाई गरिदिनुहोस् अनि उहाँहरूले चाहिँ म जान्न होला।